हेलो दाइ। हेलो ल गाडीमा चढिसकेपछि के गर्नु पर्यो त ल भाइ? पहिला सुरुमा सिट मिलाउनु पर्यो। यहाँनिर अब एउटा उस हुन्छ, यसलाई थिचेर सिट मिलाउनु पर्यो आफूले चाहिए अनुसार। हजुर। त्यसपछि अनि मिरर मिलाउनु पर्यो। मिरर अनि रोड भयो रोडको अनुसार, ट्रायल भयो ट्रायलको अनुसार मिलाउनु पर्यो। हजुर ल त्यसपछि अनि सिट बेल्ट लगाउनु पर्यो। सिट बेल्ट बान्नु पर्यो। हजुर हुन्छ यसरी। त्यसपछि क्लच लिने, क्लच लिएर स्टार्ट गर्नु पर्यो। ल स्टार्ट गर्नुभयो। हजुर। त्यसपछि गियर हाल्ने, क्लच थिचेर गियर लगाउनु पर्यो हैन? अब त्यसपछि लास्टमा हाम्रो के बाँकी रह्यो? लास्टमा हाम्रो ह्यान्ड ब्रेक बाँकी रह्यो। ह्यान्ड ब्रेक बल छ भने चाहिँ यहाँ रातो बत्ती बल्छ। ल ह्यान्ड ब्रेक हाल्नु पर्यो। ल अब हिँडाउनु पर्यो। थोरै क्लच छोडेर थोरै मात्र एक्सिलेटर दिएर हिँड्ने। ल यसरी हिँड्नु पर्यो हैन त? ल भाइको टायर कहिले हो? मेरो भोलि हो। ल टक्क हिँड्नु पर्यो यसरी। स्पिड हुनुलाई हामी क्लच थिचिहाल्ने।